मैले पुल क्रस गरेँ। सिधै गए पनि हुन्छ, सिधै गए पार्क चाहिँ गोपी कृष्ण स्कुलको छ कि, तर म गोपी कृष्ण स्कुल होइन, म चाहिँ सिधै ढुङ्गारै निस्किने हिसाबले चाहिँ यहाँबाट चाहिँ लेट जान्छु। भित्रभित्र बाटो हो, कहिलेकाहीँ चाहिँ जाम हुन्छ, तर यो उल्टा यता सिधै गएको भए पनि हुन्छ। त्यहाँनिर जामहरू आउनु चाहिँ कमै हुन्छ होला, एकदमै लामो लाग्छ मलाई बाटो, त्यही भएर म चाहिँ भित्रभित्रको हिँड्ने गर्छु होइन। म चाहिँ अब सिधै ढुङ्गारै पिपल बोर्डतिर निस्केर ढुङ्गारै चाहिँ निस्किन्छु। हुँदै जान्छ म राइट। यस्तो छ, स्ट्रिट लाइट्सहरूको पावर अलिक पुगेन जस्तो छ, एकदम डिम हुन्छ दार्जिलिङ हिँड्दाखेरि। एक्सन 5 प्रोमा खै कस्तो आइरहेको छ भिडियो क्वालिटी थाहा भएन, रातिको टाइममा हो। नाइट मोड भन्ने सेटिङ्स पनि छ सँगै, तर मैले त्यो अन गरेको छैन। नर्मल अल्ट्रा वाइड 25 FPS एट 4K त्यति मात्रै कुरा हो। सो एकदम लाइट साइट कमै होला। अहिले रिसेन्टली एक्सन 6 पनि लन्च भएको छ। इट्स नोभेम्बर, आज कति हो, आज नोभेम्बर 15 हो क्या, आज सायद 15 त्यस्तो कति हो, नोभेम्बर 18मा होला सायद अफिसियल लन्चहरू। चाइनामा चाहिँ लन्च भइसक्यो। त्यसमा चाहिँ भेरिएबल एपर्चर छ है, त्यसमा चाहिँ 2.8 f 2.8 f 2.4सम्म भेराइ गर्न सक्नु भएकोले चाहिँ नाइट मोडमा चाहिँ बढी लाइट क्याप्चर गर्छ होइन। सो त्यसमा चाहिँ बेटर छ भन्ने सुने हो यो 5मा भन्दा, नाइट मोड स्पेसली नाइटमा चाहिँ भएको एकदम लाइट कम छ। स्ट्रिटमा पनि काम पुगिसक्यो उहिले, त्यो अँधेरो छ होला सायद, तर थाहा छैन। म अब घर गएर हेर्छु एकछिन कस्तो कुदो गएको छ। म चाहिँ भित्रभित्रबाट आउँदैछु। हामी एकछिन उकालो चढेपछि चाहिँ हिमालयको बाटोमा मिक्स हुन्छ होइन। यहाँ चाहिँ के रहेछ, हिमालय भेन्यू भन्ने रहेछ, पार्टी प्यालेस। कतिको फेमस पार्टी प्यालेस के थाहा भएन, पार्टी प्यालेस चाहिँ रहेछ। त्यो हिमालयको बाटोमा चाहिँ निस्क्यो। यहाँ चाहिँ साइड पार्क एकाडेमी रहेछ। यहाँको गेटको चाहिँ राम्रै गरेको छ, म्युरल होइन, नट ब्याड। जामको जाम, अफिस आवर सबको छुट्टी भएर घर जाने बेला, टाइम रस बिग मार्ट एभ्रिवेयर। अहिले है हार्वेस्टिङ चलाइदिएपछि त बिग मार्टको बिजनेस चाहिँ राम्रो भएको छ जस्तो छ हार्वेस्टिङ चलेर। एकदम ढुङ्गाराईतिर निस्किने बाटो हो यो चाहिँ। जस्ट हामी भर्खर चाहिँ पिपल बोर्ड ढुङ्गाराईको पिपल बोर्ड क्रस गऱ्यौँ। अनि यहाँदेखि चाहिँ यही बाटो जान्छ ठ्याक्कै ढुङ्गाराई चोक आउँछ। त्यो भनेको चाहिँ ठ्याक्कै रिङ रोड मिक्स हुने ठाउँ। अनि त्यहाँ ढुङ्गाराई चोक अघि सिधै गयो भने चाहिँ गभर्मेन्ट हस्पिटलहरू त्यस्तो आउँछ भने त्यहाँदेखि जस्ट गयो भने चाहिँ सबै नारायणको घरको आउँछ।
म चाहिँ अब त्यस्तै नारायण गोपाल चोक हुँदै जानुपर्ने हो मलाई। तर म नारायण गोपाल चोकमा चाहिँ जाम पर्छ होइन, त्यहाँदेखि मलाई फेरि बिरामी कन्टतिर जानुपर्ने भएको थियो। भित्र चाहिँ एउटा यस्तो सर्टकट बाटो जाने प्लान गर्छु। एकछिन बाटो कस्तो छ अहिले, अन्डर कन्स्ट्रक्सन छ, रिङ रोड एक्सपान्सन भइरहेको छ नि त। जस्तै कि उता हाम्रो त्यो कोटेश्वरदेखि कलङ्कीसम्मको त पहिला एक्सपान्सन भइसक्यो नि त फर्स्ट फेजमा। अब सेकेन्ड फेज चाहिँ फेरि कलङ्कीदेखि यहाँ महाराजगञ्ज टुकेधारा भनौँ न त्यतासम्म। अब त्यो ट्राभलदेखि फेरि गौशालासम्मको चाहिँ खै के भइरहेको छ मलाई चाहिँ अपडेट भएन। तर बिचमा चाहिँ पनि इस्युज आइरहेको थियो। त्यता एक्सपान्सन गर्नलाई पनि ठाउँ नै छैन भनौँ न, सब घरले भरिँदै छ। त्यहाँको इस्यु खै के भइरहेछ। यता एक्सपान्सन गर्न मिल्ने भनेको चाहिँ चाबेलसम्म चाहिँ हो। त्यो अहिले चाहिँ सेकेन्ड फेजमा चाहिँ कलङ्कीदेखि चाबेलसम्मको एक्सपान्सन चाहिँ चलिरहेको छ। त्यो बाटो पनि कतिको कन्स्ट्रक्सन भइरहेको छ हजुर अहिले त। हामी अलमोस्ट मराइ चोक आइसक्यो। ओह्रालो ओह्रालो छ भन्छ। यता चाहिँ एउटा खाल्डो थियो अस्तिमा आउँदा, कतिचोटि खोजेको भयो बिचको बाटोमा है, टाइममा खाल्डो सुन्छ। रातिको बेला लाइटिङ पनि राम्रो नहुने, त्यही नदेख्नु नि त। त्यस्तो प्रब्लम थियो। घरमा यत्रो बोलिरहेको छु होइन, मेरो आवाज नै आएको छ कि थाहा छैन है। मेरो माइक्रोफोन चाहिँ केही लागेको छैन, डाइरेक्ट क्यामेरा अन गऱ्यो। हेलमेटको अगाडिको चिन माउन्टतिर जुन भेन्ट हुन्छ त्यो चाहिँ म खोलेको छु। आवाज आउँछ अलि त्यता होला भन्छ। यहाँदेखि म लेफ्ट जाने हो, त्यो चाहिँ धुम्बाराई चोक एकदम जाम हुने गर्छ यहाँ पनि। लेफ्ट लिइसक्यो। अब यो चाहिँ हामी टक्कपट्टितिर जाँदैछ। अब यो लेफ्ट चाहिँ टक्कपट्टितिर जान्छ। राप्ता अभियोग भयो गर्दैन, तर कतिको चाहिँ छ भन्ने अब लाइटिङ केही छैन। यत्रो रिङ रोड छ। अब यो रिङ रोड फुल एक्सपान्सन हुँदाखेरि कति लेन हुन्छ, 2, 4, 6, 8 लेनको बाटो होला। अब लाइट राखेन भने त एकदम गाह्रो। किनकि पहिला उता कोटेश्वरदेखि बाल्किमारी हुँदैको त्यो रिङ रोड पनि लाइट नभएर एकदम एक्सिडेन्टहरू भइरहेको थियो। एक्सपान्सन चाहिँ गऱ्यो तर लाइटिङ नपुगेर एकदम इस्युजहरू आइरहेको थियो। यता पनि त्यस्तै भयो भने चाहिँ गाह्रो हुन्छ। यहाँदेखि चाहिँ म राइड गर्छु, तर मलाई चाहिँ माथि पुरानोतिर जानुपर्ने भएकोले चाहिँ म यहाँ राइड गर्छु। दिस इज हिरो भाग। खासै यहाँ माथिको टोलकिनी जाने गर्थेँ म, तर अहिले त यो रिङ रोड एक्सपान्सनले गर्दाखेरि त्यहाँको बाटो छैन भनौँ न, एक्सपान्सनले गर्दाखेरि। सो यो नै हो मेरो अप्सन भनेको। लेट्स सी। यो चाहिँ सर्भिस लेन हो नि त, पछि यो कन्स्ट्रक्सन भए सर्भिस लेन हुन्छ, त्यसको लागि कनेक्टेड छैन त्यो बाटो। सब गर्ने गर्नु खासै यहाँदेखि कनेक्सन चाहिँ होइन, यहाँदेखि चाहिँ हामीले तलहरूको पाइपले गर्दाखेरि कनेक्सन छैन। उता घुमिसक्यो। यो बाटो चाहिँ सर्टकट हो, कोही चक्रपथ हुँदै धुम्बाराईतिर आउँदै हुन्छ नि, अनि सरी धुम्बाराईतिरदेखि चक्रपथतिर आउँदै हुन्छ, अनि बुढानी कन्टतिर जानुपर्ने छ भने चाहिँ यहाँदेखि सिधा चाहिँ मोड बेटर हुन्छ। किनकि अब सिधै गयो भने राइट टर्न लिनुपर्छ चक्रपथदेखि, त्यहाँ चाहिँ अनि जाम पर्छ। अब कहिलेकाहीँ बाटो खुलिरहेको बेला भए चाहिँ राइट टर्न लिनु पाउँदैन, नभए चाहिँ ट्राफिकमा बस्नु पऱ्यो नि त। अब लेफ्ट टर्न लिनु पर्थ्यो भने राइट जानु पाउँदैन, तर राइट टर्न लिनु पर्ने हुनाले त्यहाँ ट्राफिकमा बस्नुपर्छ। अनि जाम हुन्छ अहिले अफिस आवर हाइवेको बेला, सब घर जाने बेला
त्यही भएर चाहिँ यो बाटोमा प्रायः हिँड्ने गर्छु। यो बाटो चाहिँ हल्का अब अलिक ट्राफिक हुने कि त्यो एउटा गाडी अगाडि हिँड्यो भने ओभरटेक गर्नलाई पनि अलिक स्पेसहरू हुँदैन होइन, उतादेखि गाडीहरू आइरहेको हुन्छ त्यस्तो केसमा चाहिँ हो। तर मेन भनेको चाहिँ माथि नै निस्किन्छ यो बाटो चाहिँ, त्यस्तो जाममा चाहिँ बसेर राख्नु पर्दैन, हिँड्छ बिस्तारो भएर होइन कुदाउनु पाइन्छ। ठ्याक्क हामी चाहिँ गङ्गाला हस्पिटलको साइडमा निस्किन्छ यो बाटो चाहिँ, त्यही भएर इजी हुन्छ। अनि यहाँ चाहिँ एउटा गुम्बा छ, के हो गुम्बाको नाम चाहिँ मलाई थाहा छैन। गुम्बा प्लस स्कुल छ सायद बिचमा, देख्छु भयो यहाँ पनि बिचमा कति देख्छु बिचमा। फेरि अर्को पिपल बोट आयो, यो चाहिँ के भन्छ बाँसबारीतिरको पिपल बोट हो बाटो हो। सिधै गइरहेको छु, खाल्टा र खुम्ती छ बाटो होइन, अलिक केयरफुल भएर चलाउनु पर्छ। हिँडिराख्नुलाई त त्यो थाहा हुन्छ त्यहाँनिर खाल्डो छ होइन, त्यो खाल्डो रिपेयरहरू त पुरै छ होइन, त्यो हिँडिराख्नुलाई चाहिँ थाहा हुन्छ। नहिँड्नेहरूलाई चाहिँ अलिक बिस्तारै आउनु होला। लाइटिङको पनि कमी छ, लाइट पनि लो छ, स्ट्रिट्समा लाइट छ त्यहाँतिर, तर पनि नफ नहुनसक्छ लाइट रातिको बेला चाहिँ। हामी यता आइसक्यो, त्यहाँदेखि राइट जाने भने फेरि उतै ढुङ्गाराईतिरको खोलातिर निस्किन्छ, ढुङ्गाराईको छेउछेउ बग्नु खोला होइन। अनि यहाँदेखि कन्टेक्ट आयो, यहाँदेखि चाहिँ हामी त गङ्गला हस्पिटल हेरेको थियो हो। हामी गएको गङ्गला हस्पिटलतिर अब यो राइट साइडमा भेन्टेतिरको वाल चाहिँ गङ्गला हस्पिटलको कम्पाउन्ड वालै हो। कोही पनि एकदम डिस्ट्रक्सन आइरहेको होला, आवाज केही सुनिरहेको छैन होला आमाले गर्दा। यत त्यही पनि म बोलिरहेको छु। हामी गङ्गालाल हस्पिटलनिर आइपुग्यौँ, त्यहाँदेखि चाहिँ राइट टर्न लिनुपर्छ हामीलाई। ट्राफिकहरू एकदम मान्छेहरू कुदेर आइरहेछन्, हतार के गर्छ। मान्छेहरू त तर लाइटको कमीले गर्दाखेरि जेब्रा क्रसिङमा मान्छे देख्न पनि जान्छ, एकदम बिस्तारै नै जाउनु होला बाइक स्कुटरहरू चाहिँ गाडीहरू। हामी आज यहाँदेखि राइटमा चाहिँ रिभ्यू हस्पिटल छ, दिस इज बाँसबारी गल्ती जानु भयो चाहिँ मलाई चाहिँ त्यो गर्नुपर्ने चाहिँ अलिकति एउटा देखाएर चाहिँ पनि एउटा राम्रो फुटबल ग्राउन्ड चाहिँ भयो, 7 साइडको नमिल्ने खालको फुटबल ग्राउन्ड छ यहाँ। अनि नर्मल चाहिँ दुईवटा 7 साइडमा पनि जस्ट बिग इनफ छ, अनि 5 साइड खेल्दा पनि दुईवटा टिम भन्नु दुईवटा म्याच छ एकैचोटि खेल्न दिन्छ।
त्यो पुस्तक चाहिँ यतिको रहेछ यहाँनिरको चाहिँ प्रथा छ अनि यहाँनिर चाहिँ समय समय भन्ने एउटा ब्लगर भन्ने कि यस युट्युबर हुनुहुन्छ उहाँको जिम हो यो चाहिँ अक्स स्ट्रेन्थ भन्ने पनि छ चिसो छ तर महँगो पनि त्यस्तै छ यहाँदेखि राइटमा म्युनिसिपल स्कुल छ त्यसको एक्सपेन्सिभ यही त के भन्ने अरू यस्तो एक्सपेन्सिभ र त्यो वान अफ द एक्सपेन्सिभ पनि हो स्टोरी पनि बच्चा बच्चीहरूलाई पढाउन साह्रो छ एक